जिन्दाबाद। यो केपी सरकारको यो सरकारको भ्रष्ट तथा नलायक कदम विरुद्ध हाम्रो आन्दोलन साथ दिनुहुने र यहाँ उपस्थित हुने सम्पूर्ण जनसमुदायहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। आज यो देश रुलिरहेको छ। विद्युत प्राधिकरणमा 37 अरब घाटामा थियो। त्यो 37 अरब घाटा पुर्ताल गरेर पनि कुलमान घिसिङले 11 अरब नाफा पहिलो 4 वर्ष कार्यकालमा निकाल्नु भएको थियो। हाम्रो सङ्घर्ष जारी छ। लोड सेडिङ चाहिँदैन, लोड सेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन, लोड सेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन। गणतन्त्र जिन्दाबाद, लोकतन्त्र जिन्दाबाद, गणतन्त्र जिन्दाबाद, लोकतन्त्र जिन्दाबाद। उज्यालो नेपाल जिन्दाबाद, भ्रष्ट सरकार मुर्दाबाद, भ्रष्ट सरकार मुर्दाबाद, भ्रष्ट सरकार मुर्दाबाद। उज्यालो नेपाल जिन्दाबाद, भ्रष्ट सरकार राजीनामा दे। कुलमान घिसिङलाई हटाउन पाइँदैन, कुलमान घिसिङलाई पुनर्बहाली गर, कुलमान हटाउन पाइँदैन। गणतन्त्र जिन्दाबाद, गणतन्त्र जिन्दाबाद, लोकतन्त्र जिन्दाबाद, गणतन्त्र नेपाल जिन्दाबाद, उज्यालो नेपाल जिन्दाबाद। भ्रष्ट सरकार मुर्दाबाद, भ्रष्ट सरकार मुर्दाबाद। कुलमान घिसिङलाई पुनर्बहाली गर, नारायण सरकार राजीनामा दे। संयुक्त सङ्घर्ष समिति जिन्दाबाद, हाम्रो सङ्घर्ष जारी छ। लोड सेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन। उज्यालो नेपाल, गणतन्त्र नेपाल जिन्दाबाद, गणतन्त्र नेपाल जिन्दाबाद, लोकतन्त्र जिन्दाबाद, उज्यालो नेपाल जिन्दाबाद। भ्रष्ट सरकार मुर्दाबाद, नारायण सरकार मुर्दाबाद, भ्रष्ट सरकार मुर्दाबाद, नारायण सरकार मुर्दाबाद, भ्रष्ट सरकार राजीनामा दे, नारायण सरकार राजीनामा दे। लोड सेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन। गणतन्त्र जिन्दाबाद, नारायण सरकार राजीनामा दे। हाम्रो संयुक्त सङ्घर्ष समिति जिन्दाबाद, लोड सेडिङ चाहिँदैन, लोकतन्त्र जिन्दाबाद। आदरणीय जनसमुदायहरू, आदरणीय न्यायप्रेमी नेपाली जनसमुदायहरू, यो भ्रष्ट नालायक सरकारले कुलमान घिसिङ जुन उज्यालोका नायक हुन्, उनको कार्यकाल नसकिँदै बर्खास्त गरेर आफ्नो अर्को नारायणीपन र भ्रष्टाचारी चरित्र देखाएको छ। केपी ओली र सिङ्गो भ्रष्ट सरकारले आफ्नो चरित्र नाङ्गो देखाएको छ। यो केपी ओली सरकारको यो सरकारको भ्रष्ट तथा नलायक कदम विरुद्ध हाम्रो आन्दोलन साथ दिनुहुने र यहाँ उपस्थित हुने सम्पूर्ण जनसमुदायहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। र यस कार्यक्रमको औपचारिक सुरुवात यस कार्यक्रमका संयोजक हामी एकदमै छोटो समयमा यो कोर्समा हामी सक्नेछौँ। यहाँको ट्राफिक व्यवस्थापनलाई पनि अप्ठ्यारो पार्नेछ। त्यही भएर अलिकति संयुक्त र
प्राधिकरणको प्रबन्ध निर्देशकलाई पदमुक्त गरिसकेपछि उठेको समस्या, उत्पन्न भएको समस्याको विरुद्धमा हामीले विभिन्न देशमा विभिन्न ठाउँमा विरोध सभा भइरहेको पनि म यहाँलाई जानकारी गराउँदैछु र उत्पन्न भएको समस्या विद्युत प्राधिकरणको एमडीलाई पदमुक्त भएपछि देशव्यापी रूपमा भइरहेको आन्दोलनमा हामी इटेरीवासीले पनि उज्यालो नेपाल चाहनुहुने सम्पूर्ण इटेरीवासी नेतागण, पत्रकार मित्रहरू, प्रशासन, सम्पूर्ण सङ्घ संस्थाका प्रतिनिधिज्यूहरू र व्यापारी वर्ग र यहाँ उपस्थित हुनुहुने उज्यालो नेपाल चाहनुहुने सम्पूर्णमा यो कुलमान घिसिङको पुनः स्थापना संयुक्त संघर्ष समितिको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँहरू सम्पूर्णमा लासो गाफुला नमस्कार, अभिवादन। यहाँ हाम्रो प्रशासनिक कारणले गर्दाखेरि हामीलाई एकदम छिटो समयमा यो कार्यक्रम सम्पन्न गर्नुपर्ने भएकोले सर्वप्रथम म हाम्रो संयुक्त संघर्ष समितिका संयोजकज्यूलाई यहाँ अगाडि आएर बसिदिनु म हार्दिक अनुरोध गर्दछु। संयुक्त संघर्ष समितिका संयोजकज्यूलाई अगाडि आएर बसिदिनु म हार्दिक अनुरोध गर्दछु। श्री मानदोज मोक्तानज्यूलाई, त्यसै गरी हाम्रो संयुक्त संघर्ष समितिका संयोजक कर्णविक्रम लिम्बुज्यूलाई पनि यहाँ अगाडि आएर बसिदिनु म हार्दिक अनुरोध गर्दछु। भन्दै अब म कति पनि ढिला नगरिकन आजको यस कोट सभालाई सम्बोधन गरिदिनु हुन सर्वप्रथम म नेपाल तामाङ घेदुङ 1 नम्बर प्रदेशका अध्यक्ष श्री रेखबहादुर घिसिङ तामाङज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, संयुक्त संघर्ष समितिको अध्यक्षज्यू, आजको यो कुलमान घिसिङको विरुद्धमा जुन नेपाल सरकारले राष्ट्रघाती निर्णय गरेको छ, यो निर्णयको विरुद्धमा सुनसरी जिल्लाको यो ऐतिहासिक नगरी इटहरी उपमहानगरपालिकाको चोकमा भेला हुने सम्पूर्ण न्यायप्रेमी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई जुझारु क्रान्तिकारी अभिवादन, नमस्कार टक्राउन चाहन्छु, स्वीकार्नुहोस्। आज यो देश रुइरहेको छ। हामीले विगत 7 सालदेखि यो देश परिवर्तन गर्नका लागि नेपाली जनताले विभिन्न खालका लडाईहरू लडे, विभिन्न खालका आन्दोलनहरू भए, व्यवस्थाहरू परिवर्तन भयो, तर अवस्था परिवर्तन भएन। तिनै हिजो 46 सालमा यो देशलाई लुट्ने लुटेराहरूको अवशेष अझ यो देशमा बाँकी रहेछ। विगत 8 वर्ष अगाडि यो देशमा एउटा कुलमान घिसिङ भन्ने एउटा इन्जिनियरलाई नेपाल सरकारले विद्युत प्राधिकरणको प्रमुख कार्यकारीमा नियुक्त गरेको थियो। त्यो बेलामा यो देशमा 18 घण्टासम्म लोड सेडिङ हुने गरेको थियो, तर कुलमान घिसिङ यो देशमा विद्युत प्राधिकरणको प्रमुख कार्यकारी पदमा नियुक्त भइसकेपछि त्यो अँध्यारो युगको अन्त्य गर्दै यो देशलाई एउटा उज्यालो युगतिर प्रवेश गराउनु भएको थियो। त्यो बेलामा विद्युत प्राधिकरणमा 37 अरब घाटामा थियो। त्यो 37 अरब घाटा पुर्ताल गरेर पनि कुलमान घिसिङले 11 अरब नाफा पहिलो 4 वर्षै कार्यकालमा निकाल्नु भएको थियो। के यो नेपाली जनताको लागि, नेपाल देशको लागि यो घाटा हो? यो घाटा होइन थियो भने नेपाल सरकारले आज किन जनविरोधी, नेपाली जनता विरोधी निर्णय गर्दैछ? त्यसैले गर्दाखेरि आज यो नेपाल आमा रोएको छ, नेपाली जनता रोएको छ। यही सिलसिलामा आज यो देशको जनताहरू रोल्पा उठेको छ, रुकुम उठेको छ, हिमाल उठेको छ, पहाड उठेको छ, तराई उठेको छ, आन्दोलन उठेको छ। यो देशमा आगो बलिरहेको छ। विगत
केही दिन अगाडि भर्खरै मात्रै नेपाल सरकारका केही भ्रष्ट मन्त्रीहरूले केही थान भ्रष्ट मन्त्रीहरूको निर्णयले उज्यालो नेपालका नायक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरिसके पछाडि आज हामी आन्दोलनमा छौं, आज हामी सडकमा छौं। हामी नेपाली जनताले भनिरहेका छौं कुलमान घिसिङलाई फेरि पुनर्बहाली गर्नुपर्छ। कुलमान घिसिङको केही महिना पछाडि कार्यकाल पूरा हुँदैछ। यो 4 महिना पर्खिन नसक्नु पर्ने कारण के थियो? कुलमान घिसिङले उद्योगीहरूसँग उठाउनु पर्ने जुन 52 अर्ब बक्यौता छ, यो उठाउन खोज्दाखेरि नेपाल सरकारले रोक्नु पर्ने कारण के थियो? यसबाट बुझिन्छ कि यो देशका शासकहरू चाहे त्यो नेपाली कांग्रेसको किन नहोस्, चाहे त्यो नेकपा एमालेको किन नहोस्, चाहे त्यो माओवादी केन्द्रको किन नहोस्, यसरी 80 वर्ष पार गरिसकेका 84 गरेर यो पृथ्वीबाट नै बिदा दिनुपर्ने खालका नेताहरूबाट अब देश बन्दैन भन्ने कुरा नेपाली जनताले बुझिसकेका छौं, हामीले बुझिसकेका छौं। आज जनतामा निराशा छन्। यही निराशाको बीचमा केही नेपाली दाजुभाइहरूले आज विकल्प खोजिराख्नु भएको छ। कता कता राजतन्त्रको नारा पनि उठेको अवस्था छ। यो व्यवस्था फेल भयो भने यो व्यवस्थाको फेल हुनुको कारण नेपाली जनता होइन, ती नेताहरू जसले हामीले सरकारमा पुर्यायौं, जसले हामीले मन्त्री बनायौं, प्रधानमन्त्री बनायौं, जसले हामीले सांसद बनायौं, ती नेपाली जनताको कारणले होइन, यिनै भ्रष्ट शासक दलाल नेतृत्वको कारणले गर्दाखेरि आज व्यवस्थामाथि धावा बन्न सुरु गरिएको छ। तर म भन्न चाहन्छु लोकतन्त्र गणतन्त्र यो व्यवस्था संसारको सबैभन्दा उत्कृष्ट व्यवस्था हो। यही व्यवस्थाभित्र हामीले हाम्रो भविष्य खोज्नुपर्छ। यो व्यवस्था गलत होइन। यो व्यवस्थामा सञ्चालन गर्ने, यो व्यवस्थालाई नेतृत्व गर्ने तपाई हामीले हाम्रा हातले भोट दिएर पठाएका नेताहरू खराब हुन्। त्यसले गर्दाखेरि पात्र परिवर्तन गर्नुपर्छ। अब 84 वर्ष पुगेर लट्ठी टेकेर हिँड्न खालका हाम्रा नेताजीहरूले यो देश बन्दैन। हामीले नेतृत्व युवा पुस्तामा लिन सक्नुपर्छ। त्यसले गर्दाखेरि मैले आज के बुझिरहेको छु भने हामी कांग्रेसको नेतृत्वले गल्ती गर्यो भने कांग्रेसको कार्यकर्ता बोल्न नसक्ने, माओवादीले गल्ती गर्यो भने माओवादीको कार्यकर्ता बोल्न नसक्ने, नेकपा एमालेको नेतृत्वले गल्ती गर्यो भने एमालेको कार्यकर्ता बोल्न नसक्ने, यही हो देश परिवर्तन नभएको। यही कारणले संघीयता कमजोर हुँदैछ, गणतन्त्र कमजोर हुँदैछ, धर्मनिरपेक्ष कमजोर हुँदैछ। त्यसैले गर्दाखेरि तपाईँ हामी सबैभन्दा पहिला यो देशको सार्वभौम सम्पन्न एउटा स्वतन्त्र नेपाली नागरिक हौं। त्यस पछाडि मात्रै हामी कुनै पनि दलको कार्यकर्ता होला। त्यसले गर्दाखेरि हाम्रा नेताहरूले गल्ती गर्दाखेरि कम से कम तपाईले यो विषयमा गल्ती गर्नुभयो भने पढ लेख्ने बोल्ने नेतालाई गजगजाउने यो तागत यो ल्यागत हामी सबै नेपाली जनताले राख्नुपर्छ भन्न चाहन्छु। अब पूर्वदेखि पश्चिमसम्म, हिमालदेखि पहाडसम्म यो आन्दोलन उठेको छ। हिजो पनि कुलमान घिसिङलाई पहिलो 4 वर्ष कार्यकाल पछाडि पनि फेरि पुनर्बहाली गर भन्दाखेरि यस्तै भ्रष्ट सरकारका केही मन्त्रीहरूले खारेज गरिएको थियो। त्यो बेलामा पनि यही नेपाली जनताको आन्दोलनले, हामी नेपाली जनताको आन्दोलनको तागतले रापतापले दोस्रो पटक उहाँ नियुक्ति हुनुभएको थियो र अहिले यो देशलाई विश्वमा चिनाउनु भएको थियो कि नेपाल गणतन्त्र भनेको विद्युत प्राधिकरणले मात्रै धानेको छ कि त वैदेशिक रोजगारले धानेको छ भन्ने खालको शिक्षा, भन्ने खालको चेतना हामीलाई थाहा छ। आज हामीले वायु सेवन निगमको कुरा गर्यौं, त्यो वायु सेवन निगम डुबेको अवस्थामा छ। त्यसैगरी आयल निगमको कुरा गर्यौं, आयल निगम डुबेको अवस्थामा छ। संसारले सञ्चालन गरेको, सरकारले सञ्चालन गरेको एउटै मात्रै प्राधिकरण भनेको जुन विद्युत प्राधिकरण हो, कुलमानको नेतृत्वमा नाफामा आयो। बाँकी यसको इतिहास अत्यन्तै कालो छ। हिजोको डाटा हेरौं, कुलमानको कार्यकालमा यो 8 वर्षभित्र उहाँले गरेको डाटा हेरौं, त्यो डाटाको आधारमा हामी के भनिरहेको छौं भने कुलमान घिसिङ यो व्यक्तिको विषय होइन, यो अहिले गरिएको बर्खास्त सिङ्गो नेपाली जनताको विरुद्धमा गरिएको। त्यसैले यो कुनै जातिको आन्दोलन होइन,
कुनै एउटा निश्चित संगठनको आन्दोलन होइन, कुनै एउटा दलगत आन्दोलन होइन, यो सारा नेपालीको आन्दोलन भएको हुनाले गर्दाखेरि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, हिमालदेखि पहाडसम्मको सबै न्यायप्रेमी नेपाली जनता एकजुट भएर यो भ्रष्ट सरकारका केही थान भ्रष्ट मन्त्रीहरूलाई पदबाट बर्खास्त गरेर पुनः कुलमान घिसिङलाई उहाँको कार्यकालसम्मका लागि पुनर्बहाली गरौँ भन्ने माग राख्दै आजको यो आन्दोलनमा सहभागी हुनुभएको सम्पूर्ण पत्रकार मित्रहरू, सुरक्षाकर्मी दाजुभाइ तथा दिदीबहिनीहरू, आन्दोलनकर्मी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीलाई व्यक्तिगत हिसाबले साथै संस्थागत हिसाबले यहाँहरूलाई हार्दिक धन्यवाद दिँदै मेरो भनाइ अन्त्य गर्न चाहन्छु। नमस्कार। धन्यवाद। उहाँले आफ्नो भनाइ राखेर गइसक्नु भएको छ। तपाईँ हामीलाई थाहै छ, एउटा अँध्यारो युगको अन्त्य गरेर नेपाल र नेपाली जनतालाई उज्यालो युगमा प्रवेश गराउनुहुने हाम्रो आदरणीय व्यक्तित्व नेपाल विद्युत प्राधिकरणका एमडीलाई जुन यो भ्रष्ट सरकारले पदमुक्त गरिदिएको छ, त्यसको विरुद्धमा हामी सारा नेपाली जनताले हिजो अस्तिदेखि नै हरेक ठाउँमा हिमाल पहाड तराई आन्दोलन गरिरहेकै छौँ र हाम्रो यो सङ्घर्ष जारी नै रहनेछ भन्दै अब म यो हाम्रो कोर सभालाई सम्बोधन गरिदिनु हुन म यहाँ नेकपा यसका नेता रमेश खत्रीज्यूलाई अगाडि आइदिनु म हार्दिक अनुरोध गर्दछु। छिटो सकिदिनु होला भन्ने म अनुरोध गर्दछु। समय 3 मिनट जति गरिदिनु होला। आधी चाहिँ बेग गर्नु, तुफान चाहिँ जोस गर्नु, आधी चाहिँ बेग गर्नु, तुफान चाहिँ जोस गर्नु, स्वार्थी हुन्छन् भ्रष्टहरू साथी हो, कदम कदम होस गर्नु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। यो संयुक्त सङ्घर्ष समितिका संयोजक आदरणीय सामाजिक व्यक्तित्व, सामाजिक अभियन्ता, चरित्रवान व्यक्ति मानव मुक्तानज्यू, विभिन्न सङ्घ संस्थाबाट, पार्टीहरूबाट र विभिन्न जातीय संस्थाहरूबाट आजको यो महान कार्यक्रममा, नेपालीहरूको कार्यक्रममा, नेपाली जनताको कार्यक्रममा, नेपालको कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, सुरक्षाकर्मी साथीहरू, पत्रकार मित्रहरू, म मेरो व्यक्तिगत तर्फबाट र मेरो सिङ्गो दलको तर्फबाट, नगर कमिटीको तर्फबाट, जिल्ला कमिटीको तर्फबाट म तपाईँहरूलाई अभिवादन व्यक्त गर्न चाहन्छु, नमस्कार भन्न चाहन्छु। आज हामी यहाँ रहरले उपस्थित भएका छैनौँ। यो उपस्थित हुनु हाम्रो बाध्यता हो। हामी पनि श्रमजीवी मान्छे, श्रम गरेर खाने नेपाली हौँ, हाम्रो पनि काम छ। तर आज हामी यो सङ्घर्षमा किन आइरहेको छौँ भन्दा यो हाम्रो बाध्यता हो। हामी रहरले आएका छैनौँ। आज यो देशको भ्रष्ट सरकारले, तानाशाही सरकारले, दलालीहरूको सरकारले, नोकरशाहीहरूको सरकारले राम्रो काम गर्ने कुनै पनि व्यक्तिलाई देख्न सक्दैन, राम्रो काम गर्ने कुनै पनि व्यक्तिहरूलाई चाहँदैन। यसैको परिणाम हो उज्यालोको नायक कुलमान घिसिङलाई बर्खास्त गरेको छ। उहाँलाई बर्खास्त गर्नुपर्ने कारण के थियो? पहिलो कुरा, उहाँले नेपाली जनताको निम्ति, नेपालको निम्ति काम गर्नुभएको थियो। तपाईँ हामी होइन 18 घण्टा लोड सेडिङमा बस्ने, तपाईँहरू होइन, तपाईँ हामी होइन, हाम्रो बच्चाहरूले टुक्की बालेर पढ्नुपर्ने दिन हिजो, त्यो दिनको अन्त्य गरेर उहाँले के अपराध गर्नुभयो? फेरि अर्को कुरो, उहाँको अब 4 महिना 5 महिना पछाडि त उहाँको अवधि नै सकिँदै थियो नि, उहाँलाई किन अहिले तुरुन्त निकाल्नु पर्यो? यो भ्रष्ट सरकार, नालायक सरकारको काम मिलेन, कहाँ रायबाजी हो? तपाईँ हामी यो अनुमान गर्न सक्छौँ। आदरणीय जनसमुदायहरू, आज हाम्रो यो साङ्केतिक कार्यक्रम हो। जबसम्म यो भ्रष्ट सरकारले, यो नालायक सरकारले राजीनामा दिँदैन, जबसम्म हाम्रो उज्यालोको नायक कुलमान घिसिङलाई पुनर्बहाली गर्दैन, हाम्रो अरू सङ्घर्षका चरणबद्ध आन्दोलनहरू पनि हुनेछन्। उपस्थित महानुभावहरू, यो तपाईँ हाम्रो निजी पेय सङ्घर्ष होइन। स्वास्थ्य, शिक्षा, पिउने पानी र बिजुली बत्ती भनेको नेपाली, आम नेपाली जनताहरूको निम्ति चाहिने आधारभूत कुरा
आदरणीय बुबा आमा दाजुभाइ तथा दिदीबहिनीहरू, उद्योगपति, व्यापारी, बुद्धिजीवी, पत्रकार सबै साथीहरूलाई यो कार्यक्रममा सहभागी हुनको निम्ति म अनुरोध गर्दछु। किनभने यो कार्यक्रम साझा कार्यक्रम हो। यो कुनै व्यक्तिले, कुनै संस्थाले, कुनै दलले गरेको होइन। यहाँ दलीय कुरा, जातीय कुरा, यहाँ तपाईँको सङ्घ संस्थाको कुरा अहिले छोडिदिनुहोस्। तपाईँ हामीलाई अँध्यारो मुक्त नेपाल चाहिएको छ। यो कुनै कुलमान घिसिङको पुनर्वालीको कुरा होइन, उज्यालो नेपालको पुनर्वालीको कुरा हो यो। साथीहरू, योभन्दा अगाडि कति निर्देशकहरू आए गए, तर हामीले थाहा पनि पाएनौँ, कहिले बोलेनौँ पनि। तर कुलमानजी यसरी आउनुभयो, उहाँ आएको पनि थाहा पाइयो, गएको पनि थाहा पाइयो। फेरि यो चाहिँ नालायक सरकारले तपाईँ हामीलाई फेरि अँध्यारोतिर धकेल्दैछ, यसको विरुद्धमा हो। मैले जुन दिन कुलमान घिसिङलाई केही थान भ्रष्ट मन्त्रीहरू बसेर मन्त्री परिषदको बैठकले निर्णय गर्दै थियो उहाँलाई बर्खास्त गर्न, त्यो दिन कुलमान घिसिङ चितवनको गरिब चेपाङ बस्तीमा गएर बत्ती बाल्दै हुनुहुन्थ्यो। उहाँले त्यो प्रतिबद्धता जाहेर गर्दै हुनुहुन्थ्यो। उहाँले भन्दै हुनुहुन्थ्यो अब नेपाल र गाउँ गाउँ सबै लोड सेडिङ मुक्त। उहाँ जतिखेर तपाईँको 71 सालमा 73 सालमा उहाँ निर्देशकको रूपमा आउनुभयो, त्यतिखेर जम्मै 59% नेपालीहरूले बत्ती बाल्न पाउँदा रहेछन्। जब उहाँ आउनुभयो नि, अहिले 90% प्लस नेपालीहरूको घर घरमा बत्ती पुगेको छ। के यो अन्याय गर्नुभयो उहाँले? 59%। के यो गल्ती गर्नुभयो, अन्याय गर्नुभयो? नेपाली जनताको निम्ति गरेको होइन। हामीलाई थाहा छैन ऊर्जा मन्त्रीको चरित्र के हो, क्यारेक्टर के हो भन्ने कुरो। तपाईँको यस्तो भ्रष्ट मन्त्रीलाई पालिरहने त्यो पार्टीमाथि पनि प्रश्न उठ्न सक्छ। किनभने प्रजातन्त्रवादी हौ, लोकतन्त्रवादी हौ भन्ने नेपाली काङ्ग्रेस माथि पनि यो प्रश्न उठ्न सक्छ। किनभने यस्तो भ्रष्ट मन्त्रीलाई, यस्तो नालायक मन्त्रीलाई त्यहाँ किन राखिरहन्छ र पार्टीले पनि उसलाई सहयोग गरेर यो चाहिँदो नचाहिँदो निर्णयहरू गर्न सहयोग गर्छ। हिजो मैले सुन्दै थिएँ, हाम्रो चाहिँ प्रधानमन्त्रीज्यूले बोल्दै हुनुहुन्थ्यो। उहाँको त अब उखान तुक्कामा त उहाँलाई कसैले जित्दैन। तपाईँहरूलाई थाहा छ, उहाँले एउटा चाहिँ प्रमिथसको एउटा चाहिँ पुरानो तपाईँको चाहिँ महाकवि लक्ष्मीप्रसाद देवकोटाको कुन चाहिँ खण्ड काव्यको कथा उहाँले भन्दै हुनुहुन्थ्यो। क्या उहाँले के भन्दै हुन्थ्यो भने देवताको पनि देवता मध्येकै एउटा देवता चाहिँ माथि चाहिँ स्वर्गबाट चाहिँ अब उहाँ त सबै कुराको सुविधा हुन्थ्यो, उज्यालो थियो। अनि यहाँ चाहिँ तपाईँको अँध्यारो थियो पृथ्वीमा। अनि पृथ्वीमा चाहिँ उहाँले सूर्य चोरेर ल्याएर चाहिँ उज्यालो बनाएको अरे र उहाँलाई चाहिँ कारबाहीको रूपमा चाहिँ कता चाहिँ के अरे जीवनभरि चेपिएर चाहिँ मर्ने सजाय दिएको थियो अरे, बस्नुपर्ने सजाय दिएको थियो अरे। अनि कुलमानले के चिम बोकेर आएको हुन् भनेर उनले भन्नु। मलाई हाँस उठ्यो, साह्रै हाँस उठ्यो। मलाई यतै हाँस उठ्यो। उहाँले चिम बोकेर आएको होइन, केपी ओलीले चिम बोकेर आएको होइन, केपी ओलीले पनि यो देश वीरतामा लिएर आएको होइन जन्मिँदै। तर केपी जतिखेर कुलमान घिसिङ उहाँ चाहिँ निर्देशकमा नियुक्ति हुनुभयो, उहाँले सिस्टम बोकेर आउनुभयो। चुहाटलाई रोक्नुभयो, भ्रष्टाचारीहरूलाई रोक्नुभयो, भ्रष्टाचार मुक्त गर्नुभयो विद्युत प्राधिकरणलाई। त्यही भएको कारणले सधैँभरि घाटामा जाने विद्युत प्राधिकरण नाफामा गयो। त के गल्ती गर्नुभयो उहाँले? कुनै ठुलो गल्ती गरे जस्तो त लाग्दैन। उहाँले त नेपाली जनताको निम्ति गर्नुभएको थियो। त्यो भएको कारणले गर्दाखेरि आज यस्ता राम्रा मान्छेहरूलाई यो देशले, यो राज्यले, यो देशकै भ्रष्ट तस्करहरूले अहिले राज्य आफै, सरकार आफै तपाईँ हामीलाई द्वन्द्वमा धकेलिराखेको छ। द्वन्द्वमा हामीलाई अहिले आफै लागिरहेको छ द्वन्द्वतिर फसाउनलाई। अहिले तपाईँको व्यवस्था परिवर्तनसम्मको कुराहरू आइरहेको छ। तपाईँको राजतन्त्र कि गणतन्त्रसम्मको प्रश्न उठिरहेको छ। अहिले राम्रा यस्ता मान्छेहरू जसले जनतालाई रुचाएको थियो, यो त 3 करोड नेपाली माथिको अन्याय हो नि, एउटा सिर्फ कुलमान माथिको होइन। हामी पात्रको, हामी व्यक्तिको कुरा गर्दैन, हामी पात्रको कुरा गर्छौँ। कुलमान जस्तो पात्र यो देशलाई चाहिएको छ, त्यो भएर हामी सडकमा आज आएका छौँ सबै एकजुट भएर। र त्यो सबैको कारणले गर्दाखेरि मैले अब धेरै लामो बोलिरहनु त्यति उपयुक्त हुँदैन। अरू पनि वक्ता साथीहरू हुनुहुन्छ र हाम्रो यो सङ्घर्ष चाहिँ जबसम्म कुलमान घिसिङको पुनर्वाली हुँदैन, जबसम्म यो नालायक सरकारले राजीनामा दिँदैन अथवा सरकार सचिँदैन, तबसम्म यो सङ्घर्ष जारी रहने। र अहिले साथीहरूले सङ्घर्ष समितिको साथीहरूले भन्नुहुनेछ भोलि कहाँ कतिखेर भेला हुने, कति बजे भेला हुने उहाँहरूले भन्नुहुनेछ। र त्यही अनुरूप त्यही रुटिन अनुसार हामी फेरि दिनै पछि उपस्थित भएर सङ्घर्ष जारी राख्नेछौँ भन्ने कुराको पनि तपाईँलाई अनुरोध गर्दै, जानकारी गराउँदै र म नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी इटरी नगर सह इन्चार्ज मेरो तर्फबाट र मेरो पार्टीको तर्फबाट यो नागरिकहरूले गर्नुपर्ने, यो त अझै यहाँको इटरीको समाजले, इटरी नागरिक समाजले गर्नुपर्ने आन्दोलन हो खास गरी। तर हाम्रो चाहिँ
आदरणीय दाई अत्यन्तै स्वतन्त्र व्यक्ति हुनुहुन्छ। त्यसो भएको कारणले गर्दाखेरि यो तपाईँ हाम्रो सबैको साझा संयुक्त कार्यक्रम हो र यो कार्यक्रमको निम्ति, यो र्यालीको निम्ति, यो सङ्घर्षको निम्ति हाम्रो सिङ्गो पार्टीको प्रतिबद्धता पनि रहेको, तपाईँहरूलाई साथ पनि रहेको कुराको जानकारी गराउँदै म आफ्नो मन्तव्यलाई यही अन्त गर्न चाहन्छु। नमस्कार, अभिवादन, धन्यवाद। र हाम्रो सङ्घर्ष भोलि पनि त्यही नेवा भवन अगाडि दिनको 3 बजे रहेको पनि म यहाँहरूलाई जानकारी गराउँछु। धन्यवाद। धन्यवाद कार्यक्रम सञ्चालक मित्र। त्यसै गरी कुलमान घिसिङलाई पुनर्बहाली गर संयुक्त सङ्घर्ष समिति आजको आयोजना कार्यक्रम आयोजनाद्वारा गरिएका संयोजक मान्दोज्यू, त्यसै गरी विभिन्न दल सङ्घ संस्थाबाट पाल्नुभएका आदरणीय सम्पूर्ण न्यायप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरू र म व्यक्तिगत ज्ञान किराँती साथै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तर्फबाट यहाँलाई हार्दिक हार्दिक अभिवादन टक्राउन चाहन्छु। आदरणीय उपस्थित महानुभावहरू, हामी विगतमा लामो समयसम्म दिनको 18 घण्टासम्म लोड सेडिङ भइरहँदा हाम्रा नानीहरू, छोराछोरीहरू सबै हामी टुकी बालिरहेको अवस्थामा, हाम्रा चाहिँ अँध्यारो छोराछोरीले पढ्न नपाइरहेको अवस्थामा यो अहिलेको चाहिँ नालायक भ्रष्ट सरकारले, तपाईँको यो जुन सरकार छ, जुन गिरिबन्धु टीएसटीको काण्ड खोल्न लागेपछि र फेरि यहाँनिर तपाईँको चाहिँ भुटानी नक्कली भुटानी शरणार्थी काण्ड खोल्न लागेपछि रातारात एक रातमा चेन परिवर्तन गरेको सरकार, एउटा चाहिँ भ्रष्टाचारी तथा माफिया सरकारले आज हाम्रो चाहिँ जुन कुलमान घिसिङलाई योग्य व्यक्तिलाई विद्युत प्राधिकरणबाट चाहिँ आउट गरेर तपाईँको 3 करोड नेपाली जनताको छातीमाथि लाड हानेको छ। आदरणीय उपस्थित महानुभावहरू, म के भन्न चाहन्छु भने कुलमान जस्तो एउटा योग्य व्यक्ति विगतमा मलाई थाहा छ। तपाईँको यहाँनिर के भन्न चाहन्छु भने हामी सम्पूर्ण नेपाल कम्युनिस्ट पार्टी सम्पूर्ण विभिन्न जात जाति विभिन्न वर्ग र उत्थान गर्ने एउटा पार्टी भएकोले कुलमान घिसिङलाई हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले प्रचण्डले स्वीकारेर जनार्दन शर्मासँग मिलेर नियुक्ति गरेको थियो। त्यसपछि 4 वर्ष कार्यकालसम्म हाम्रो पार्टीले टिकायो। त्यसपछि केपी ओली सरकार आएपछि फेरि पुनः चाहिँ बर्खास्त गरियो। पुनः फेरि अर्को सरकार आएपछि कुलमान घिसिङलाई नियुक्ति गरेर आज फेरि केपी ओलीले पुनः फेरि 4 महिना बाँकी रहँदा बर्खास्त गरेको छ। यसमा घोर आपत्ति हाम्रो पार्टीले गर्न चाहन्छौँ। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले घोर आपत्ति व्यक्त गर्दै हामी यस्ता कुलमान जस्तो विभिन्न सम्पूर्ण जात जातिलाई समेटेर विज्ञलाई यो नेपाल राष्ट्र समृद्ध बनाउनको लागि हामी खोजीमा छौँ र हामी हाम्रो चाहिँ राष्ट्रलाई निर्माण गर्नको लागि कुलमान जस्तो जो कि 45 अरब विद्युत अर्थतन्त्रमा धनी हुन चाहेको हामी नेपाली जनताले चाहिँ महसुस गरेका छौँ। यिनीहरूले चाहेको छैन। यो देशलाई कसरी उथल पुथल गरेर यो राष्ट्रलाई कसरी धराशायमा पार्ने, यो एउटा कुलमानलाई आज निकालिरहँदा कुलमानलाई मात्र हामी नभनिकन आज कता कता संघीयता र गणतन्त्रमाथि नै धावा बोलिरहेको अवस्था पनि मैले बुझ्न चाहन्छु। त्यसकारणले यहाँ जहिले पनि केपी ओली उखान तुक्का गरेर तपाईँको हरेक मान्छेलाई उल्टो भ्रम छरेर तपाईँको हरेक खालको चाहिँ भ्रमित कुराहरू गरेर नेपाली जनतालाई गणतन्त्र बेठिक हो भन्ने खालको मनसायबाट अहिले चाहिँ उसको आफ्नो मनबाट सृजित भइरहेको छ। गणतन्त्र त कतै बेठिक हो कि भन्ने खालको पनि एक खालको चाहिँ नेपाली जनतालाई लागिरहेछ। अहिलेको प्रतिक्रियावादी शक्तिहरू राजतन्त्रको आवाज उठाइरहँदा ती नेपाली जनता चाहिँ तपाईँको सर्वसाधारण नेपाली जनताले के बुझ्ने? यस्तो ढाँट छल, यस्तो खालको खुरापात, यस्ता फटाइ काम गरेर यो देशमा तपाईँको नेपाली जनताले के सिक्ने? राष्ट्र सञ्चालकले यसरी गरिरहँदा त्यसकारणले राष्ट्र सञ्चालकले चाहिँ तपाईँको यसरी गर्यो भने सर्वसाधारणले के बुझ्ने? यसले चाहिँ कता कता संघीयता नै बेठिक हो कि गणतन्त्रै बेठिक हो कि भन्ने धराशायमा जान सक्ने अवस्था देखेको छु। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले सम्पूर्ण आम जनताले अब हामीले उठेर चाहिँ यसलाई सम्पूर्ण जनतालाई
चाहिँ सुसूचित गर्दै कुलमान घिसिङलाई पुनर्बहाली गर्ने र फेरि पनि बरु अर्को कार्यकाल थप्नेतिर जानुपर्नेमा आज यो राष्ट्र चाहिँ समृद्ध चीन जस्तो बनाउने सपना बोकेर आएको हाम्रो चाहिँ पार्टीले नियुक्ति गरिरहँदा यसरी हान्ने लाद हान्ने यस्तो खालको भइरहेकोले घोर आपत्ति हाम्रो पार्टीले जनाउँदछ र भावी दिनमा यस्ता चाहिँ बेकुफ मन्त्रीहरूलाई जनताले दण्डित गर्नु पर्यो, राम्रालाई राम्रो काम गर्नु पर्यो। सबै यहाँ मन्त्री तपाईँको सिङ्गो चाहिँ तपाईँको राज्य सञ्चालन गर्ने सबै दोषी हुन्छन्। तपाईँको एउटा कुनै व्यक्तिले गरेको होइन, यो सिङ्गो पार्टीहरूको सिङ्गो सरकारले गरेको भन्ने कुरा मलाई लाग्छ र त्यस कारणले यहाँहरू सम्पूर्ण सुसूचित गर्ने आगामी दिनमा पछि यो चाहिँ तपाईँको केही राजनीतिक चाहिँ पार्टीहरूको बहुमत आएमा सायद केपी ओली र आर्जु देउवा जस्तो चाहिँ तपाईँको कठघरामा जानेवाला छ। भ्रष्टाचारै भ्रष्टाचार, खरमो भ्रष्टाचार गरेका छन्। त्यही भ्रष्टाचार गरेर चाहिँ कमाएको पैसा सम्पत्तिलाई जफत गरेर यो देशलाई समृद्ध बनाउन सकिन्छ। चिनिया जस्तो तपाईँको अर्थतन्त्रमा अगाडि बढाउन सकिन्छ, कृषि उत्पादन गर्न सकिन्छ। त्यस कारणले यो खरबौँ नेपालमै पैसा छ, कहीँ गएको छैन। तपाईँको केही पैसा चाहिँ कम्बोडियामा लुकाइएको छ, केही अरब नेपालमा भ्रष्टाचार गरेर कोही अचल सम्पत्ति किनेर राखेका छन्। यसलाई तत्काल जफत गरेर यस्तो खालको नेपालमा सरकार चाहिन्छ कि यी सम्पूर्ण सानादेखि ठुला भ्रष्टाचारीहरूलाई जेल हाल्न सके, त्यो सम्पत्ति जफत गर्न सके, विदेशमा लगेर खरब चाहिँ लुकाएको ब्याङ्कमा लुकाएको पैसालाई नेपालमा फिर्ता गर्न सके। चिनिया जस्तो हाम्रो देश पनि तपाईँको अर्थतन्त्रमा अगाडि बढ्न सक्छौँ भन्ने कुरा राख्दै यो आन्दोलन हाम्रो जारी रहनेछ। जबसम्म कुलमान घिसिङलाई पुनर्बहाली गरिन्न तबसम्म यो आन्दोलन जारी रहनेछ भन्ने भनाइ कुरा राख्दै मेरो भनाइलाई यही अन्तर्गत छ। हस्त, धन्यवाद। धन्यवाद। हामीसँग समय एकदम कम रहेको छ र यहाँबाट निस्केर जानुहुने आदरणीय व्यक्तित्वज्यूहरूलाई त्यो हाम्रो प्ले कार्डहरू यो अगाडिको सफारीमा राखिदिनु हुनु म हार्दिक अनुरोध गर्दै अब हाम्रो कार्यक्रमको अन्तिम वक्ता रहनुभएको छ। म उहाँलाई जनजाति महासङ्घका अध्यक्ष चिराङ राईज्यूलाई म यहाँ छोटकरीमा आफ्नो भनाइ राखिदिनु हुनु म हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, यो सङ्घर्ष समितिको संयोजक मानदोज मुक्तानज्यू लगायत आजको कार्यक्रममा विभिन्न सङ्घ संस्थाबाट राजनीतिक पार्टीबाट उपस्थित हुने महानुभावहरूमा मेरो तर्फदेखि र आदिवासी जनजाति महासङ्घको तर्फदेखि सेवा नमस्कार भन्न चाहन्छु। यो सबै वक्ताहरूले बोलिसक्नु भएको छ र वास्तविकता के भएको, के होइन भन्ने कुरा समग्र देशमा सबैमा अवगत भइसकेको कुराहरू छ। त्यसैले गर्दा लामो बोल्न चाहदिनँ। 18 घण्टाको लोड सेडिङ, कहाली लाग्दो लोड सेडिङ हटाउने देशको लागि, जनताको लागि, कुनै व्यक्ति पार्टी जातिको लागि होइन। कुलमान घिसिङले राम्रो काम गर्दा गर्दै पनि सरकारले षड्यन्त्रपूर्वक उहाँलाई हटाउने काम भयो। रातारात एउटा व्यक्ति, एउटा कर्मचारीको पछाडि चाहिँ सारा सरकार मन्त्रीहरू लागेर चाहिँ उहाँलाई हटाउने कामहरू हो। यसमा हाम्रो आदिवासी जनजाति महासङ्घको घोर आपत्ति, घोर भर्सना छ र यस्तो किसिमको सरकारको अनैतिक कामलाई र यो षड्यन्त्रपूर्वक कामलाई जहिले पनि आदिवासी जनजाति महासङ्घले आन्दोलन गर्नेछ, यसको विरुद्धमा लाग्नेछ र भोलिको दिन पनि यस किसिमको कुलमान घिसिङलाई चाहिँ जुन पुनर्बहाली अर्थात् उहाँलाई चाहिँ जबसम्म गर्दैन तबसम्म आदिवासी जनजाति महासङ्घ यस सङ्घर्ष समितिमा सहयोग र जुनसुकै किसिमको एउटा सङ्घर्ष गर्नु परे पनि तयार रहेको कुरा जानकारी गराउँदै मेरो 2 शब्द अन्त गर्दछु। हस्, धन्यवाद। धन्यवाद रनिसज्यूलाई। त्यसै गरी हाम्रो कार्यक्रम यो आजको कोण सभा कार्यक्रम विद्युत प्राधिकरणका उपस्थित आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, साथै पत्रकार मित्रहरू, अन्य स्कुलका विद्यार्थी भाइ बहिनीहरू र सुरक्षाकर्मी मित्रहरूलाई धन्यवाद। र यो यसरी जुटिरहनु पर्नेको अवस्था विस्तृत बताइरहनु जरुरी छैन। पूर्ववक्ता साथीहरूले बताइसक्नुभयो। हिजो अस्ति देशमा भइरहेको घटनाहरू पनि तपाईँहरूले मोबाइलमा, टिभीमा प्रत्यक्ष देखिरहनु भएको छ। तर यो भ्रष्ट सरकारले एउटा चरित्रवान कर्मचारीलाई
चरित्रवान मात्रै होइन, देशलाई उभोलाउने काम गर्दाखेरि त्यस्तो मान्छेलाई प्रोत्साहित गर्नुपर्ने, प्रोत्साहितको बदला अपमानित गरेर हटाइयो। यो घोर आपत्तिजनक, घोर अमानवीय भ्रष्टाचारको एउटा चित्र नमुना उनीहरू आफैले पेश गरेको हुनाले यसको विरुद्धमा हामी यो भेला भएका छौँ र यो सबैले उपस्थित रहे साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। र भोलिको कार्यक्रम यसरी भेला भएर हामीले यो कार्यक्रममा सशक्तसँगले अघि प्रवक्ता साथीहरूले भन्नुभयो यस्तै अगाडि बढाउँ र यो कार्यक्रम यही नै समाप्त भएको घोषणा गर्दछु। धन्यवाद।